क्रियाशील छ र तर शैक्षिक तपाईको त्यो एउटा जिपिए हेर्दाखेरि एसएलसी को रिजल्ट तपाईको ठिकै हो, औसतै हो, तर जुन तपाईको शिशु क्लासदेखि 4-5 सम्म तपाईको जिपिए को मात्रा तपाई औसत बढेको छ, बिस्तारै घटेको परिस्थिति छ। त्यो तपाईको राम्रो लक्षण हैन। यसलाई यहाँको कार्य शिक्षकहरूले हाम्रो प्रिन्सिपलज्यूले कसरी यसलाई तपाईको यो शिक्षालाई हामीले शिक्षाको लागि गर्नुपर्छ, यो पूर्वाधार मात्रै हैन, अन्य कुरालाई मध्यनजर गरेर यसलाई हामी कसरी शैक्षिक तपाईको वातावरण पाउने, विद्यार्थीलाई कसरी तपाईँ रिजल्ट बनाउने भन्ने जस्ता कुराहरूले पनि हामीले ध्यान गर्नुपर्छ। हेर्दाखेरि तपाईँको सामान्य 67 हेर्दाखेरि त्यहाँ कति पास भयो हामी या सिक्किममा भन्ने सोध्छ, तपाईँको 12 क्लासमा कतिजना पास होला भन्ने सोध्छ। यो कुरालाई पनि हामी मध्यनजर गरेर यो तपाईँको स्कुलको विद्यालयको तपाईँको पर्फर्मेन्स भनेकै त्यही हो। विद्यार्थी किन तपाईँ टाइन्छ यो कोर टाइन्छ